हेलो एभ्रिवान, कोनिचिवा, सबैजना सन्चै हुनुहुन्छ होला। सर्वप्रथम त अपिल इन्टेक 2026 को सिओईको पर्खाइमा रहनुभएको सम्पूर्ण गाक्सेहरूलाई हाम्रो यस मिनामी एजुकेसनको तर्फबाट अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। साथै कुन सिटीको सिओई कुन दिन आउँदैछ भन्न गइरहेको छु है त। तपाईहरूले एप्लाई गरेको सिटी चाहिँ कुन चाहिँ हो त ध्यान दिएर सुन्नुहोस् है त। फेब्रुअरी 15 देखि 25 भित्रमा टोकियो र शिजुओकाको आउँदैछ। फेब्रुअरी 10 देखि 20 भित्रमा ओसाका र ओकिनावाको आउँदैछ। फेब्रुअरी 12 देखि 22 सम्ममा नागोया र हिरोशिमाको आउँदैछ। फेब्रुअरी 18 देखि 28 भित्रमा इबाराकी र चेन्नाईको आउँदैछ। यसैगरी फेब्रुअरी 5 देखि 15 भित्रमा फुकुओकाको आउँदैछ भने फेब्रुअरी 20 देखि मार्च 5 सम्ममा फुकुशिमाको आउँदैछ। अब त सिओई आयो भनेर ढुक्क परि नबस्नु है त। आफ्नो भाषालाई निरन्तरता दिनुहोस्, भाषाको लेभल बढाउनुहोस्। सम्पूर्णमा सफलताको धेरै धेरै शुभकामना। यदि कथम कदाचित स्टुडेन्ट भिजा रिजेक्ट भयो भने वर्किङ भिजामा जापान जाने सुनौलो अवसर प्राप्त हुनेछ। त्यसैले आफ्नो मनोबल नगिराउनुहोस् है त। आउँदै गरेको जुलाई र अक्टोबर इन्टेकलाई लक्षित गर्दै हाम्रोमा इन्टरभ्यू र नयाँ क्लासहरू धमाधम सुरु भइरहेको छ। यदि तपाईँ पोखराभित्रै हुनुहुन्छ भने सम्झिनुहोस् है त, मिनामी एजुकेसन पोखरा टिटी चौक।